सब्सक्राइब गर्नु। म नेक्स्ट भिडियोमा यो ब्ल्याङ्केट भित्रको छ तपाईहरुलाई देखाउँछु। दिस इज माई ब्रान्ड न्यू फर्स्ट भ्लग एभर। सिटी लाग्यो। नानी उठी उसको हाई एभ्रीवन, गुड मर्निङ। सो या म चाहिँ उठिसकेँ। आज फेरि मेरो कति छिटो निन्द्रा खुलेको। आज मैले डेली लगाएको छु भनेर थिएँ एन्ड आज फेरि निन्द्रा पनि छिटो खुल्यो। अनि फेरि भित्र लानु सुतिरहेको थियो नि त, त्यसैले म सिधै बाहिर आएँ। यहाँ लाइट अन गऱ्यो भने त यसको ड्रामा स्टार्ट हुन्छ। सो या लेट्स गो डाउन साइड। फर्स्टमा पानी खानलाई राति खाएर नानीले भात यहीँ राखेको छ। बिहानदेखि लाइक डेली ब्लग हाल्छु फुल डे। तल दिदी सुत्नु भएको छ रुममा। एक्चुअली म तातो पानी खान्थेँ, कहिले खाने कहिले नखाने, कहिले खाने कहिले नखाने, बट अब मलाई खानै पर्ने भएको छ बिकज। सो आज चाहिँ लेमन हालेर खान्छु म। बाँकी लेमनले मजाले पनि नेल सफा गर्ने गरेको छु। कसले कसले यो ह्याक अप्नाउनुहुन्छ। यो धेरै तातो हो, यसलाई सेलाउनु टाइम लाग्छ। त्यो भएरसम्म के गर्ने त बसेर। यसमा चाहिँ स्ट्यान्ड गर्नलाई राख्नु भएको so that I can drink my water. आज कि छैन मेन त धेरै तातो छ। योगा म डेली गर्ने भन्छु बट रेगुलर बेसिसमा हुन पाउँदैन। अहिले झन् यस्तो जाडो चलिरहेको छ। जाडो सकेर गर्ने आउने बित्तिकै आई स्टार्ट योगा मात्र नभएर लाइक वार्मअप एक्सर्साइज चाहिँ पनि मर्निङमा पहिला गर्ने मात्र गर्थेँ। यता जाडोमा आई स्टप एभ्रिथिङ। दिस इज माई ब्रान्ड न्यू फर्स्ट भ्लग एभर। डेली भ्लगको फुल भ्लग फर्स्ट टाइम पोस्ट गर्न जाँदैछु म भिडियो। भन्नाले लास्ट टाइम यो न्यू च्यानलमा मैले स्विमिङ गएको हालेको थिएँ म, नानी, जीविसा। एन्ड आइ एम गोइङ टु पोस्ट दिस भ्लग टु। अनि त्यसपछि या तपाईँले मलाई सपोर्ट गर्यो भने मात्र म कतै घुम्न जान सक्छु। एन्ड आई होप तपाईँहरूले मलाई सब्सक्राइब गरिदिनुहुन्छ बिकज आई एम भेरी न्यू अन युट्युब। म चाहिँ यो गहतको दाल बनाउन जाँदैछु फर्स्टमा। भाँडा यहाँ दिदीले राति चुटै छोड्नु भयो। सधैँ माझ्नुहुन्थ्यो दिदीले, आज यतिकै छ। सो मलाई भाँडा माझ्नुपर्छ फर्स्टमा दाल बसाल्नलाई। यसको अब दाल पाकेपछि तपाईँसँग ब्रस गर्छु। ब्रस गर्ने काम खतम गर्छु एन्ड नानीलाई खुवाउँछु। या मिस उठो होमवर्क गर्ने। अनि होमवर्क त सक्यो होला। होमवर्क त एक दिन अगाडि नै कम्प्लिट गर्छ उसले। उठ न, 7 बज्यो। मैले डेली भ्लग स्टार्ट गरेँ नि आजबाट। तिमी पनि आउँदैछौ भ्लगमा। मेरो न्यू भ्युअरलाई के भन्न चाहन्छौ?
हाम्रो जर्नी हेर्नु होला अरे। अब म गर्छु ब्रस। हो या डाबर रेड कसले युज गर्नुहुन्छ? म चाहिँ यही युज गर्छु। द्याट्स वाइ मेरो दाँत सेतो छ। तपाईँहरू पनि युज गर्नुहुन्छ भने यु क्यान युज दिस। भ्लगमा भोइस ओभर र एडिटिङ इज एकदम धेरै झन्झटको काम। तर डाइरेक्ट बोलेर भ्लग बनायो भने इजी हुन्छ। सो म चाहिँ डाइरेक्ट बोलेर बनाएर हाल्छु भनेर यसरी नै स्टार्ट गरेको। कराउन स्टार्ट भयो। सिटी लाग्यो। नानीको अलार्म बज्दैन, नानी प्रायः सिटीले उठ्ने गर्छ कि। तपाईँहरूलाई यो ब्ल्याङ्केटको भित्र फेस चाहिँ कसको भन्ने जस्तो उत्सुकता भइरहेको छ होला हेर्नलाई होइन। तर म तपाईँलाई छिटो देखाउँछु, अहिले होइन। म नेक्स्ट भिडियोमा यो ब्ल्याङ्केटभित्र को छ तपाईँहरूलाई देखाउँछु। सिटी लाग्यो। रेकर्ड त भइरहेछ कि छैन? यसलाई त मैले डिस्टर्ब गरेँ, बट दिदीले म अहिले उठाउन चाहदिनँ किनभने अरू केही कामै छैन। दिदीले उठेर त्यहीँ धार्नु सक्नुहुन्थ्यो। उहाँको काम मैले गरिदिएँ, सो उठ्नु पर्दैन दिदीलाई अहिले। म सुतेको थिइनँ, वेट गरिरहेको थिएँ। दाल त पाकिसक्यो, अब म जाँदैछु जाउलो बसाल्न। बाहिर के छ मौसम? ओ माई गॉड, सब धुन्धला धुन्धलाई लाग्यो भन्ने भएको रहेछ मौसम त। यहाँ लेख्छु म एसबाट सागर। सक्नुहुन्छ मौसम कस्तो कुहिरो लागेको आज। ल गर्मी आउने टाइममा झन् फेरि कुहिरो लागेछ। हेर्नुहोस् पछाडि। अहिलेसम्मको भ्लग मर्निङदेखिको अहिलेसम्मको चाहिँ जोइन गरेर एडिट गरिहाल्छु। यसपछिको चाहिँ राति एडिट गर्छु। अब सालभरि जाउँ। साग मैले हिजै काटेर रेडी गरेको थिएँ। ओ माई गॉड सो यहाँ चाहिँ खिर हो। अहिले एकछिनमा खान्छु म। हिजो दिदीले बनाउनु भएको थियो। यहाँ मैले चामल पनि हाल्छु कि, अनि यो सागलाई म यसमै हाल्छु। यसरी पाक्छ हाम्रो खानेकुरा, हेल्दी डाइट। माई गॉड साग धेरै भयो त, बट के फरक परेन। यसमा हाल्ने नुन बेसार।
चामल बसाल्थेँ अब काम सक्छ खिर खाएको कुन पानी राखिसकेँ थर्मसमा पानी हालेछु पुग्ने हालेछु उठी नानी उठी उसको फेस मैले रिभिल गर्दिनँ भन्ने थिएँ त्यसैले मैले उसको हेर्दै सो म त एकछिन सुतेछु है 15 कति 1 घन्टा फेरि निदाएँ म घाम पनि लागिसक्यो सो अब चाहिँ म खाना खान्छु निशु तिवारी भ्लग हेर्दै हामी खाना खाँदैछौँ फेस म रिभिल गरेको थिइनँ एन्ड कजाल चाहिँ बिहान मात्रै ब्रस गर्ने बानी हुन्छ म चाहिँ खाना खाएपछि नै गर्ने बिहान तर खाना खाएपछि बिहान चाहिँ अलिक यस मैले लुगा लगाइसकेँ अफिसको लागि ओके फाइनली आइम इन अफिस एन्ड अब म मेरो भ्लग यहीँ स्टप सो अफिसको बिट्विन आवर काम आधा आधी भइसक्यो एन्ड अब नास्ताहरू पनि खान जान्छौँ हामी एन्ड यस यसरी नै हो मेरो दिन चाहिँ मेरो अफिसमै बित्छ मेरो पुरा दिन एन्ड त्यस्तो स्ट्रेस पनि हुँदैन मलाई अफिसमा यस ओके सी यू सुन आजको बनाउनु भएर बिहानदेखि युट्युबमा हाल्नु यसरी हामी चटपट सघाएपछि ठ्याक्क याद आयो So yes, this is break time. Break time यसरी खाम अब म घर गएर आउँछु सो घर फर्किँदै अब चाहिँ अफिस भ्याएर हामी आइसक्यौँ घर अफिसबाट भोक लागेर यो खान लाग्यो यो खाना त हुँदैन प्याकेज फुड होइन कसैलाई पनि हामी रिकमेन्ड गर्दैनौँ यो पनि हाम्रो पनि लास्ट हो हाम्रो नि लास्ट हो यो हामी घर आइसके दुईटा खरायो खेल्दैछन् यहाँ दुईटा खरायो छ गाइस अब दिदी आउनुहुन्छ अनि खाना पाक्छ अनि खानासाना खाएर सुत्ने बट म चाहिँ अहिले नै गुड नाइट भन्न चाहन्छु अब इससे ज्यादा मुझसे नहीं होगा बाई गुड नाइट एभ्रीवन सी यू इन नेक्स्ट भिडियो थ्याङ्क यू फर वाचिङ अस Do like, share and subscribe.